सबैजनालाई स्वागत छ। आज हामी घोराईको फेमस दुईटा चाट सेन्टरहरुको पानीपुरी रिभ्यू गर्न जाँदैछौँ है। एउटा छ मिठा, एउटा छ खट्टा। Oh my god! Wow! र हाम्रो लेफ्ट साइडमा छ हाम्रो श्रीराम चाट भण्डारको पानीपुरी मिठा र खट्टा, र अर्को साइडमा छ हाम्रो कुनु चाट सेन्टरको पानीपुरी मिठा र खट्टा बोथ। अब हामी जाँदैछौँ रिभ्यू गर्न। लेट्स सी। पहिला चाहिँ हामी टेस्ट गर्छौँ खट्टा कसको, श्रीराम चाट भण्डारको है। खट्टा टेस्ट यो पानी चाहिँ हामीले गिलासमा हालेको छौँ, चाहिँ हजुरले पसलमा पाउनुहुन्छ चट्ट। लेट्स सी। यो चाहिँ हाम्रो आफ्नो मेरो ओपिनियन है, अरूको अब कस्तो हुन्छ मलाई थाहा पनि। हल्का चुइराखा। वाउ, दामी छ। थोरै स्पाइसी छ अलिकति, मैले धेरै स्पाइसी खान्न। अब लेट्स सी कुन्नुको है। पहिला हामी खट्टा नै खान्छौँ। यसको खट्टा फेरि कस्तो भनेपछि प्याक गरेर ल्याउने बेला यो पानीपुरीको झोल र चाट एउटै ठाउँमा हालेर दिने गर्ने रहेछ। लेट्स सी है। नट वाउ। खट्टामा चाहिँ मलाई बेटर श्रीरामको नै लाग्यो। कुन्नुको चाटको हल्का त्यो ट्याङ्गिनेस स्पाइसीनेस चाहिँ छैन। जस्तै पानीपुरी खानु लागि त्यो हाल्ने बित्तिकै पनि हल्का होस् होइन, तडक भडक त्यो नै छैन कि, हल्का नर्मलै छ। किनभने पानीपुरीको पानी र यो चाटसँगै मिक्स भएर होला, सायद त्यो पनि भएर होला। तर हाम्रो श्रीरामको चाहिँ छुट्टै चाट छुट्टै पानी आएको थियो, त्यही भएर पनि हल्का स्पाइसीनेस ट्याङ्गिनेस सबै कुरा चाहिँ मिलेर पाएको छ क्या। अब हामी चाहिँ मिठा ट्राई गर्छौँ होइन। मिठाको यहाँ झोल फरक छ है। मिठामा फेरि दही चाट अनि अरू के सबै एउटा गुलियोवाला आइटमहरू हुन्छ, त्यो हाल्ने गर्छ। लेट्स सी। श्रीराम चाट भण्डारको यो मिठा पानीपुरीमा चाहिँ दहीको स्वाद एकदम मिठो आइरहेको। दही र अनि अर्को त्यो हल्का गुलियो त्यो एउटा आइटम हुन्छ, त्यसको नाम मलाई चाहिँ थाहा भएन। तर त्यसको तर दहीको कम्बिनेसनले गर्दाखेरि एउटा बबाल टेस्ट क्रिएट भएको छ होइन। अहिलेसम्म चाहिँ हाम्रो श्रीरामले नै जितिराख्नु भएको छ। अब लेट्स सी कुन्नुको। यसको चाहिँ हाम्रो चाट के अरे त्यो थियो टपरीमा थियो, अनि पहिले हामीले चाहिँ हालेर राखिसकेका थियौँ। यसमा पनि फेरि चाट पनि अनि अर्को यस्तो झोल पनि सबै मिक्स गरेर नै ल्याउनु भएको थियो। अनि त्यही भएर लेट्स सी है। यो कुन्नुको चाट मिठा पानीपुरी सेम प्रब्लम यसको पनि। पानी त्यो जुन यो लिक्विड र चाट मिक्स गरिदिकन त्यस्तै भएको छ। अहिले चाहिँ हाम्रो कम्पेयर गर्दाखेरि दुईटै पानीपुरीको रिभ्यू। यो हाम्रो पर्यो श्रीराम चाट भण्डारबाट ल्याएको हाम्रो 80 रुपियाँ पर्यो मिठा र खट्टालाई, र हाम्रो कुन्नु चाट सेन्टरबाट ल्याएको मिठा र यो के अरे खट्टालाई 110 रुपियाँ पर्यो है। मेरो ओपिनियन के छ भनेपछि 110 रुपियाँ यो चाटको लागि वर्थ छैन जस्तो लाग्छ मलाई है। गजब बेइज्जती है मेरो धारणा है त्यो चाहिँ। र 80 रुपियाँमा यो पानीपुरी श्रीरामको चाहिँ वाउ दामी छ। दामी छ भन्न चाहन्छु है। अनि हाम्रो यो श्रीराम चाट भण्डारको लोकेसन चाहिँ हजुरको घोराई ब्याङ्क रोड थाहा पाउनुहुन्छ, सब्जी मन्डी ठ्याक्कै सब्जी मन्डीको अलि यतापट्टि छ। र हाम्रो कुन्नुको चाहिँ घोराईको रजेना जाने बाटो निमाल रोडनिर छ हाम्रो कुन्नु चाट सेन्टर चाहिँ। अब मलाई चाहिँ मेरो ओपिनियन चाहिँ मलाई श्रीराम चाट भण्डारको चाट पानीपुरी खट्टा अनि मिठा दुईटै मिठो लाग्यो। अब हजुरहरूलाई कुन मिठो लाग्छ हजुर गएर टेस्ट गर्न सक्नुहुन्छ। घोराईको दुईटा चलेको हाम्रो श्रीराम चाट भण्डार र कुन्नु चाट सेन्टरको आज हामीले पानीपुरी खायौँ, र मलाई चाहिँ श्रीराम चाट भण्डारको पानीपुरी दुईटै मिठो लाग्यो। नाइस। त्यही यो हजुरहरूलाई कुन पानीपुरी सेन्टर मनपर्छ घोराईमा कमेन्ट गर्न सक्नुहुन्छ। र अब हामीले अर्कोचोटि कुन खानाको कुन क्युजिनको कुन ठाउँको हजुरले रिभ्यू गर्न हेर्न चाहनुहुन्छ कमेन्ट पनि गर्नु होला। भिडियो मन परे लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्नु होला। एनजी टेस्टलाई नबिर्सिनु होला। हामी घरि घरि आउने नै छौँ हजुरलाई टेन्सन दिन। लेट्स सी।